पासपोर्ट रोक्ने के ठानेको छ? यो हाबुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के सोच्छ? पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु, दाग लगाएर बस्छ। केपी ओलीको घर नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनटमा पैदल पुगिन्छ, यति मिनटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाउँ, घर तोकिएको छ, देखाइएको छ। सरकार के हेरेर बसेको छ, के गर्दैछ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन भन्ने। मौसम पनि सधैँ एक नासका रहँदैन। जाडो यहाँ आयो भने फेरि वसन्त आउँछ। यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बीचमा ल्याओस्। कर्मचारीलाई दिएका निर्देशनहरू